अब चाहिँ हामी के पढ्न गइरहेका छौँ भन्दा ल्याडर अपरेटर, रेजिङ एन्ड लोवरिङ अपरेटर भन्ने पढ्न गइरहेका छौँ। ल्याडर अपरेटर, रेजिङ एन्ड लोवरिङ अपरेटर भन्छौँ। यसका लागि चाहिँ के हो त भन्दा ल्याडर अपरेटर भनेको भर्याङ कस्तो हुन्छ, भर्याङमा हामी एक स्टेप माथि पनि गइन्छ, एक स्टेप माथि बढ्दै गइन्छ, एक स्टेप तल झर्दै गइन्छ। ल्याडर अपरेटरको पनि काम त्यही हो कि। ल्याडर अपरेटर भनेको त्यस्ता अपरेटर जसले चाहिँ कुनै पनि एङ्गुलर मोमेन्टम छ नि, एङ्गुलर मोमेन्टमको कम्पोनेन्टको भ्यालुलाई चाहिँ एक स्टेप बढाइदिन्छ के, एक स्टेप बढाइदिन्छ अथवा एक स्टेप घटाइदिन्छ। बढाउने काम भनेको रेजिङ अपरेटर र लोवरिङ भनेको एक स्टेप घटाउने काम हो। स्टेप बाई स्टेप चाहिँ घट्छ। डाइरेक्टली चाहिँ हामीले भर्याङबाट चाहिँ हामी होइन, हामीलाई त्यस्तो क्वान्टम मेकानिकल सिस्टममा चाहिँ डाइरेक्टली हामीले फिजिकल वर्ल्डमा चाहिँ हामीले डाइरेक्ट एउटा भर्याङमा ल्याडर हुन्छ होइन, यो ल्याडरहरू हुन्छन्, ल्याडर हुन्छ। हामी यहाँ छौँ भने हामी जम्प गरेर यहाँ पुग्न सक्छौँ खुट्टा तानेर, तर क्वान्टम मेकानिकल सिस्टममा चाहिँ हामी पहिला यो स्टेपमा गएर मात्र यो स्टेपमा जान सक्छौँ, डाइरेक्टली हामीले यो स्टेपमा जान सक्दैनौँ भन्ने कुरो ल्याडर अपरेटरमा एउटा चाहिँ यो बुझ्नु पर्ने हुन्छ। र यसलाई कसरी डिफाइन गर्ने त भन्दा रेजिङ एन्ड लोवरिङ अपरेटर combinedly called ladder operator भन्छौँ। This operator when applies to the any energy state, it will results change in eigenvalue of state, either increase or decrease by some constant unit। यल क्यापलाई चाहिँ हामीले के भन्छ भन्दा रेजिङ अपरेटर भन्छौँ। रेजिङ अपरेटर एल माइनस क्यापलाई चाहिँ हामीले लोवरिङ अपरेटर भन्छौँ। अब एल प्लस क्यापलाई चाहिँ के डिफाइन गर्छौँ भन्दा एलएक्स क्यापको भ्यालुलाई चाहिँ आइएलवाई क्याप र एल माइनस क्याप भनेको चाहिँ एलएक्स क्याप माइनस आइएलवाई क्याप, यति चाहिँ डिनो गर्नु पर्यो। अब हाम्रो काम के हो त भन्दा रिलेसन देखाउन पर्छ। कुनै पनि मोमेन्टम र एङ्गुलर मोमेन्टको कम्पोनेन्ट र लोवरिङ अपरेट गर्दा कस्तो रिलेसन देखिन्छ त भन्ने कुरो। रिलेसन बिट्विन angular momentum component of angular momentum in component of angular momentum in L plus and L minus relation let between LZ cap र LZ cap and L plus cap को कम्युटेसन रिलेसन के हुन्छ त भन्ने निकालिन्छ। कम्युटेसन रिलेसन यसलाई डिफाइन गर्नलाई चाहिँ हामीले कम्युटेसन र एलजेड क्याप एल प्लस क्याप यसलाई हामीले के लेख्न सक्छौँ भन्दा एलजेड क्याप एल प्लस क्याप भनेको चाहिँ एलएक्स क्याप प्लस
एलवाई क्याप हो। अब हामीले यसलाई चाहिँ छुट्याइदिन्छौँ कि कम्युटेसन रिलेसनलाई छुट्याइदिन्छौँ। यसलाई चाहिँ हामीले यसो लेख्न सक्छौँ हुन्छ कम्युटेसन रिलेसनसिप बिट्विन एलजेड क्याप र एलएक्स क्याप प्लस आई भनेको कन्स्ट्यान्ट हुन्छ बाहिर लेखिन्छ र एलजेड क्यापले एलवाई क्यापको कम्युटेसन रिलेसन देखाउनु पर्यो। अब हामीलाई थाहा छ एलएक्स छ एलवाई एलजेड छ। अब हाम्रो जेड र एक्स छ भनेपछि यो क्लकवाइज डिरेक्सन छ भने हामीले के लेख्न सक्छौँ आइएच कट एलएक्स क्याप लेख्न सक्छौँ र एलवाई भनेको चाहिँ एलजेड र एलवाई छ अरे यो ल हेरे यता घुमेछ। अब यहाँ घुमेछ भनेपछि माइनस आइएच कट एलएक्स क्याप लेख्नु पर्यो हो कि नि यसको ठाउँमा। अब यहाँ त्यही लेखिन्छ एलजेड र एलएक्स भनेको चाहिँ प्लस आइएच कट एलएक्स क्याप एलएक्स एलवाई क्याप लेख्नु पर्यो एलवाई क्याप लेख्नु पर्यो एलवाई क्याप प्लस आईको जस्ता त एलजेड र एलवाई भनेको चाहिँ माइनस आइएच कट जेड र वाई भनेपछि एक्स लेख्नु पर्यो एलएक्स क्याप लेख्नु पर्यो आइएच कट एलवाई क्याप आई इन्टु आई भनेको चाहिँ के हो भन्दा आई स्क्वायर माइनस आई स्क्वायर एच कट एलएक्स क्याप। आई स्क्वायर भनेको के अरे आई स्क्वायर भनेको -1 हो। आई स्क्वायर आयोटा फर्म आयोटाको स्क्वायर भनेको -1 हुन्छ। आइएच कट एलवाई क्याप प्लस एच कट एलएक्स क्याप भयो होइन। यसबाट के कमन आयो एच कट कमन आयो आई एलवाई क्याप प्लस यहाँ एलएक्स क्याप बच्यो यो भनेको एच कट एलएक्स क्याप प्लस आई एलवाई क्याप। एलएक्स र एलवाई क्याप भनेको चाहिँ यो के हो एलएक्स प्लस आइएच आई एलवाई क्याप भनेको चाहिँ के हो भन्दा एल प्लस क्याप हो एलजेड क्याप एलवाई क्याप गर्दाखेरि त यो आयो रिलेसन। सिमिलरली हामीले एलजेड क्याप र एल प्लस क्यापलाई के लेख्न सक्छौँ भन्दा चाहिँ एलजेड एल प्लस क्याप माइनस एल प्लस क्याप एलजेड क्याप लेख्न सक्छौँ। यो भनेको चाहिँ हामीलाई फ्रम फर्स्टबाट चाहिँ यो भनेको चाहिँ एच कट एल प्लस लेख्न एच कट एल प्लस क्याप लेख्न सक्यो एलजेड क्याप एल प्लस क्याप माइनस एल प्लस क्याप एलजेड क्याप। देयरफोर यो भनेको के हो एलजेड एल प्लस भनेको चाहिँ यसलाई यता ल्याउँदाखेरि एच कट एल प्लस क्याप प्लस एल प्लस क्याप एलजेड क्याप यो र यो कमन आयो यो भनेपछि एल प्लस क्याप कमन आयो एच कट प्लस एलजेड क्याप एलजेड क्याप एल प्लस क्याप भनेको यो आयो। हाम्रो के आयो भन्दा एलजेड क्याप एल प्लस क्याप भनेको चाहिँ एच कट अरे एल प्लस क्याप ब्राकेटभित्र एच कट प्लस एलजेड क्याप आयो। अब हामीले के हेरिन्छ त भन्दा हामीले आइजेन भ्यालु फङ्सनले बढाइदिन्छ कि घटाइदिन्छ भन्ने कुरा निकाल्छौँ। लेट साई एलएम बी द spherical harmonic wave function then LZ क्याप साई एलएम भनेको चाहिँ एमएच कट साई एलएम हुन्छ। यसलाई हामीले ए मानौँ यसलाई बी मानौँ होइन। अब चाहिँ के हुन्छ भन्दा हाम्रो थाहा छ फ्रम एबाट चाहिँ एलजेड क्याप एल प्लस क्याप इक्वल टु एल प्लस क्याप एच कट प्लस एलजेड क्याप छ होइन। अब साई एलएमले गुणन गरिन्छ एलजेड अपरेट गरिन्छ कि इन दुईवटा अपरेटरमा साई एलएमले अपरेट गर्दा चाहिँ एल प्लस क्याप एच कट प्लस एलजेड क्याप साई एलएम। अब हामीले के हेरिन्छ त भन्दाखेरि छुट्टै लेखिदिन्छौँ कि एल प्लस क्याप एच कट साई एलएम प्लस एल प्लस एलजेड क्याप साई एलएम
एच कट जस्ता जस्तै एल प्लस साई एलएम एलजेड एल प्लस एलजेड क्याप साई एलएम एलजेड साई एलएम भनेको चाहिँ बीबाट सिन्स फ्रम बीबाट चाहिँ एच कट एल प्लस साई एलएम यो भनेको एलजेड साई एलएम भनेको चाहिँ एल प्लस क्याप एलजेड साई एलएम भनेको चाहिँ एम एच कट साई एलएम हो। यसबाट चाहिँ के कमन आयो भन्दा एल प्लस क्याप कमन आयो एच कट बाँकी रह्यो यहाँ एच कट प्लस साई एलएमलाई पछाडि लेखिन्छ एच कट प्लस एम एच कट इन्टु साई एलएम यसबाट पनि एच कट कमन लिन सकियो एच कट कमन एम प्लस 1 साई एलएम फाइनली हामी के लेख्न सकियो त भन्दा एम एच कट प्लस एच कट इजकल टु एल क्याप साई एलएम भनेको मतलब चाहिँ यदि चाहिँ कुनै पनि गिभन फङ्सन छ गिभन कस्तो फङ्सन छ भन्दा आइजेन भ्यालु इक्वेसन छ यो भनेको इक्वेसन बी इज आइगेन भ्यालु इक्वेसन व्हेन ल्याडर रेजिङ अपरेटर operates on it will भनेको द्याट इज एल प्लसले इन्क्रिज आइगेन भ्यालु अफ इक्वेसन बी बाई एच कट युनिटले बढाइदियो भने नि त त्यही हो। अब सिमिलरली अब हामीले के हुन्छ भन्दा चाहिँ एल माइनस लोअरिङ अपरेटरको काम के हो त भन्ने कुरा अध्ययन गर्छौँ। अब एल माइनस क्याप भनेको चाहिँ के हो अरे एलएक्स क्याप माइनस आई इन्टु एलवाई क्याप होइन। अब हाम्रो एलजेड र एलजेड क्याप एन एल माइनस क्यापको रिलेसन निकाल्न सक्छौँ कम्युटेसन रिलेसन निकाल्न खोज्दैछौँ एलजेड क्याप र एल माइनस क्यापको कम्युटेसन रिलेसन इक्वल टु वाट। यसको लागि चाहिँ के गर्छौँ भन्दा यसको लागि चाहिँ हामीले एलजेड र एल माइनस क्याप यसको रिलेसन निकाल्न हामीले पहिला मानौँ होइन। यसलाई चाहिँ के लेख्न सकिन्छ भन्दा एलजेड क्याप एल माइनस क्याप भनेको एलएक्स क्याप माइनस आई एलवाई क्याप अब यसलाई गुणन गर्नु पर्यो मल्टिप्लिकेसन एलजेड क्यापको कम्युटेसन एलएक्स क्याप माइनस आई कमन यो कन्स्ट्यान्ट हुन्छ एलजेड क्याप एलवाई क्याप एलजेड र अब एक्स र एलएक्स एलवाई र एलजेड हामीले के निकाल्नु जेड र एक्स भनेको एलवाई आइएच कट एलवाई क्याप लेख्न सक्छौँ हो माइनस आई भयो एलजेड र वाई भनेपछि एन्टी कम्बिनेसन भयो भने माइनस आइएच कट यो भनेको मतलब उल्टे छ नि उल्टे भएपछि माइनस आइएच कट एलजेड र एलवाई हो भने एलएक्स क्याप आउनुभयो हो आइएच कट एलवाई क्याप माइनस माइनस प्लस आई स्क्वायर एच कट एलएक्स क्याप हो। आई स्क्वायर भनेको चाहिँ के हो आइएच कट एलवाई क्याप आई स्क्वायर भनेको चाहिँ माइनस एच कट एलएक्स क्याप भयो। यहाँ यसबाट के कमन आयो भन्दा एच कट कमन आयो माइनस एच कट कमन लिँदाखेरि चाहिँ माइनस एच कट कमन लिँदा एलएक्स क्याप माइनस आई एलवाई क्याप यो भनेको चाहिँ के हो भन्दा माइनस आइएच कट यो भनेको एल माइनस क्याप हो नि। त्यस कारणले गर्दाखेरि जब एलजेडले चाहिँ एल माइनस क्यापमा कम्युटेसन गर्दा चाहिँ कम्युटेसन रिलेसन माइनस आइएच कट आई एल माइनस क्याप आयो। अब यसलाई चाहिँ हामीले के पनि लेख्न सकिन्छ भन्दा एलजेड क्याप एल माइनस क्यापलाई के लेख्न सकिन्छ भन्दा एलजेड एल माइनस एल माइनस एलजेड क्याप यो भनेको चाहिँ केसँग बराबर थियो भन्दा माइनस आइएच कट एल माइनस क्याप इक्वल टु एलजेड एल माइनस क्याप माइनस एलजेड क्याप देयरफोर एलजेड क्याप एल माइनस क्याप इज इक्वल टु
एल माइनस क्याप एलजेड क्याप माइनस एच कट एल माइनस क्याप। अब हामीलाई थाहा छ एलजेड क्याप साई एलएम भनेको चाहिँ के थियो अरे एमएच कट साई एलएम हो। अब यहाँ चाहिँ साई एलएमले मल्टिप्लाई गरिन्छ, मल्टिप्लाई बाई साई एलएमले मल्टिप्लाई गरिन्छ यसलाई एलजेड क्याप एल माइनस क्याप साई एलएम एल माइनस क्याप एलजेड क्याप माइनस एच कट एल माइनस क्याप साई एलएमले गुणन गरियो। अब हामीले के लेख्न सक्यौँ भन्दा माइनस एल क्याप एलजेड क्याप साई एलएम माइनस एच कट एल माइनस क्याप साई एलएम लेखियो। एलजेड र साई एलएम भनेको के भन्दा एमएच कट हो नि, एमएच कट साई एलएम हो। एल माइनस क्याप एमएच कट साई एलएम माइनस एच कट एल माइनस क्याप साई एलएम। यसबाट चाहिँ एल माइनस क्याप कमन लेखियो सुरुबाट, यहाँ एमएच कट बच्यो, पछाडि माइनस एच कट बच्यो र यहाँ दुईटैबाट कमन भनेको साई एलएम हो। यसले के देखायो त भन्दाखेरि चाहिँ आइजेन भ्यालु पहिला एमएच कट थियो भने अब त्यसलाई चाहिँ माइनस एच कट युनिटले चाहिँ घटाइदियो। मिन्स द्याट when raising operator and lowering operator L minus cap operates on eigenvalue equation यसलाई हामीले C भनौँ। C it will lowers the eigenvalue by एच कट युनिटले लोवर गर्यो भन्ने कुरो देखियो नि। यो चाहिँ भेरी भेरी इम्पोर्टेन्ट छ।